दर्शकबिन सुरु गरौँ आजको पहिलो तथा विशेष खबरबाट। 70% भन्दा बढी प्रतिनिधिले भोट नहालेको रासपा चुनावको वैधानिक बारे प्रश्न। भर्खरै पहिलो महाधिवेशन सम्पन्न गरेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा महामन्त्री सहित 5 पदका लागि भएको निर्वाचनमा 70% भन्दा बढी भोट नखसेपछि यसको वैधानिक बारे प्रश्न उठेको छ। केन्द्रीय समितिको चुनावपछि दोस्रो चरणमा भएको पदाधिकारी निर्वाचनमा जम्मा 1289 मत खसेको थियो। यो भनेको कुल महाधिवेशन प्रतिनिधि संख्याको 30% भन्दा कम हो। रासपाले महाधिवेशन प्रतिनिधिको औपचारिक तथ्याङ्क सार्वजनिक गरे पनि 4311 जना प्रतिनिधि रहेको नेताहरूले बताउँदै आएका छन्। यही संख्यालाई आधार मान्ने हो भने पदाधिकारी निर्वाचनमा 3000 भन्दा बढीले मत नहालेको देखिन्छ। सभापति रवि लामिछाने समेत पदाधिकारी निर्वाचनमा भोट हाल्न आएका थिएनन्। पदाधिकारी निर्वाचनमा केन्द्रीय समितिको तुलनामा पछि आधा भन्दा कमले मात्र भोट हालेको देखिन्छ। पहिलो चरणमा भएको केन्द्रीय समिति निर्वाचनमा 2959 जनाले मतदान गरेका थिए। यसैगरी दोस्रो चरणको निर्वाचनमा महिला उपसभापतितर्फ सविता गौतम 779 मत, महामन्त्री विपिन कुमार आचार्य 673 मत, सहमहामन्त्री हरि ढकाल 410 मत, असीम शाह 471 मत र निशा डाङ्गी 737 विजय भएका छन्। बहुसंख्या महाधिवेशन सहभागी नै नभएको निर्वाचनबाट चुनिएका 5 जना पदाधिकारीको वैधानिकलाई लिएर पार्टीभित्र र बाहिर समेत प्रश्न उठिरहेको छ। हामीले यसबारे राजनीतिक दलहरूलाई नियमित गर्ने निकाय निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईसँग कुरा गरेका छौँ। एक नेताले जानकारी दिएका छन्। दर्शकबिन यसैगरी यहाँहरूको प्रसङ्ग रहेको छ हर्क सापाङको प्रश्न। प्रचण्ड ओली मिल्दा सामान्य, हामी मिल्दा अचम्म। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सापाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कति अचम्मका रूपमा लिने हुन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच सम्भावित सहकार्यको राजनीतिक सन्देशलाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। लामो समयको राजनीतिक दूरी र तिक्तपछि ओली र प्रचण्ड एउटै मञ्चमा देखिएर सहकार्यको संकेत गरेपछि सापाङले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क सापाङ र बालेन मिले भने खबर आए कतिको अचम्म मान्लान् त। पछिल्लो समय संसद प्रधानमन्त्री शाहको कार्यशैलीप्रति खुल्ला आलोचना गर्ने नेता मध्ये सापाङ पनि देखिएका छन्। उनले पछिल्लो टिप्पणीलाई सम्भावित राजनीतिक समीकरण र सार्वजनिक धारणा परीक्षणका रूपमा समेत हेरिरहेको छ। दर्शकबिन यसैगरी आगोसँग नखेल्नुहोस् भन्दै रासपालाई वर्षमान पुनको चेतावनी। नेपाली कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संहिता सम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी, आशादायक र वैचारिक रूपमा अपरिपक्व भएको टिप्पणी गरेका छन्। आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले निर्वाचनका बेला संहिता सुदूर गर्ने प्रतिबद्धता जनाउँदै आएको रासपाले अहिले महाधिवेशन मार्फत प्रदेशसभा खारेजीको प्रस्ताव अघि सार्नु जनमतमाथिको धोका भएको दावी गरेका छन्। उनले रासपाभित्र नै संहिताबारे स्पष्ट धारणा नरहेको उल्लेख गर्दै सभापतिको प्रस्तावमा संविधान र संहिताप्रति प्रतिबद्धता देखिने तर उपसभापतिको प्रस्ताव प्रदेशसभा खारेज गर्ने विषय समेट्नुले पार्टीभित्र वैचारिक द्वन्द र अपरिपक्वता देखिएको बताएका छन्। उनले संहिता र लोकतन्त्र हजारौं नागरिकहरूले बलिदानबाट स्थापित भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास आगोसँग खेल्नु सरह हुने चेतावनी दिएका छन्। यसैगरी उनले भनेका छन्, प्रधानमन्त्रीकै उपस्थितिमा जनकपुर, सुदूरपश्चिम र कर्णालीमा संहिता बोलियो बनाउने भाषण गरे तर महाधिवेशनमा पुगेर प्रदेश खारेजीको प्रस्ताव लगाउनु द्वन्द्व र अवसरवादी चरित्र हो। प्रदेश समानविहीन संरचना भनेको विगतको एकतात्मक व्यवस्थातर्फ फर्किनु हो। संहिताको मर्म जनताले निर्वाचन गरेका प्रतिनिधि मार्फत शासन सञ्चालन गर्नु हो, केवल प्रशासनीय इकाइ कायम गर्नु होइन। पुनले नयाँ राजनीतिक सरकारको दावी गर्ने रासपाका पछिल्लो अभिव्यक्ति र गतिविधिहरूले भने लोकप्रियवाद र वैचारिक अपरिपक्वता मात्रै उजागर गरेको आरोप समेत लगाएका छन्। दर्शकबिन नमस्कार, तपाईँ यति बेला डेली न्युज नेपाल हेर्दै हुनुहुन्छ। सदाको दिन जस्तै आज पनि देश तथा विदेशका महत्त्वपूर्ण समाचारहरू लिएर उपस्थित भइसकेका छौँ। यदि हाम्रो च्यानलमा
नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई क्लिक गर्न नभुल्नुहोला। साथै कुन ठाउँबाट हेरिरहनु भएको छ सल्लाह तथा सुझाव दिनको लागि कमेन्ट बक्समा गई कमेन्ट गरिदिनुहोला। दर्शक विशेष गरी बागमती नदीमा नुहाउने गएका गढीमाई नगरपालिका 1 समनपुर हरियाका भन्टु राई यादव 8 वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका 8 वर्षीय छोरा आदिश्वर डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौटाहाका प्रहरी नायक उपरीक्षक बसन्त गौतमले जानकारी दिएका छन्। दुवै बालक गाउँ नजिकैको बागमती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनीहरू हराएको खबरपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायक निरीक्षक मुना पासवाको नेतृत्वमा खोजिएको प्रहरी टोलीले खोजी गरेको थियो। दर्शक यसै अर्को विशेष खबर रहेको छ। कम्युनिस्ट एकतामा ढिलाइ गरे भयानक दुर्घटना हुन्छ प्रचण्डको भनाइबाट। नेपाली कांग्रेस पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। आइतबार मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालीन नहुने भन्दै समयअनुसार यसको मूल्याङ्कन र विकास आवश्यकता हुने बताएका छन्। प्रचण्डले 2074 सालको निर्वाचन अघि यही हलबाट तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरेको स्मरण गर्दै अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताएका छन्। प्रचण्डले सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा समाजवादी शासनहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गराएका छन्। दर्शक यसै नेपाल प्रहरीले अवैध लागु औषध सहित देशका विभिन्न स्थानबाट 25 जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार काठमाडौँबाट 2 जना, दाङ र रूपन्देहीबाट 1 जना, कैलालीका विभिन्न स्थानबाट 8 जना पक्राउ परेका छन्। गोर्खाबाट 2 जना, बाँके र दार्चुलाबाट 1 जना पक्राउ परेको प्रहरीले जनाएको छ। सुनसरीबाट 2, धनकुटाबाट 5, मोरङ र सिन्धुलीबाट 1 जनालाई पक्राउ गरिएको उनीहरूमाथि थप अनुसन्धान गरिएको बताइएको छ। दर्शक यसै काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। SHA 227 जहाज भैरवा अवतरण गरेसँगै अहिले यात्रुहरू विमानस्थलमा रहेको विमानस्थलका कर्मचारीले जानकारी दिएका छन्। कम्पनीले काठमाडौँबाट अर्को जहाज लगेर यात्रुलाई धनगढी लैजाने तयारी भइरहेको छ। ककपिटमा धुवाको सङ्केत देखेपछि पाइलटले जहाजलाई तत्काल भैरवा अवतरण गर्ने निर्णय लिएको छ। दर्शक यसै कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताएका छन्। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिन्छ तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन उनले बताएका छन्। सदर चिडियाखाना लगायत धेरै ठाउँमा कागले सङ्क्रमण सारेको छ। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताएका छन्। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उनको भनाइ रहेको छ। काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन अनि त्यही मरेको कागले बर्ड फ्लू सार्ने गरेको छ। कागको सुलीले पनि धेरै नै बर्ड फ्लू सार्ने गर्दछ उनले बताएका छन्। हाल काठमाडौँ उपत्यका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उनका अनुसार पछिल्लो देशभर 11 जिल्लामा 100 ठाउँमा बर्ड फ्लू संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहर बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकेको छ। बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्यु दर भएको एक संक्रामक रोग हो। यसले उपत्यकामा कागमा बर्ड फ्लू देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। विभागले विभागको महानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ, प्रदेश र स्थानीय तहको सामान्य बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आएको छ। दर्शक यसै अर्थमन्त्री डाक्टर शरीफ वाग्लेले आज प्रतिनिधि सभा बैठकमा भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण विश्व बैंक र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणभन्दा महँगो हुने बताएका छन्। नेपालले वैदेशिक ऋण लिँदा राष्ट्रियलाई केन्द्रमा राखेर निर्णय गर्ने बताउँदै कस्तो प्रकारको ऋण उपयुक्त हुने भन्ने प्रश्नको
जवाफ दिँदै द्विपक्षीय ऋणसँग सम्बन्धित देशको सामग्री प्रविधि तथा विशेषज्ञ अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने शर्त जोडिने भएकाले त्यस्तो ऋणको लागत बढी पर्ने आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पठाएको प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले भनेका छन्, जापान सहित अधिकांश द्विपक्षीय ऋणदाताले आफ्ना करदाताको हितलाई ध्यानमा राखेर यस्तो शर्त राख्ने अभ्यास दशौंदेखि चल्दै आएको बताएका छन्। उनले वर्तमान सरकारले अघिल्लो सरकारबाट करिब 30 अर्ब रुपैयाँ सार्वजनिक ऋण दायित्व विरासतमा पाएको उल्लेख गर्दै ऋण बढ्नुका कारणबारे गम्भीर अध्ययन आवश्यकता रहेको उनको तर्क रहेको छ। विगत 10 मा नेपालको डेट टु जीडीपी अनुपात 25%बाट 43%सम्म पुगेको स्मरण संसदहरूलाई गराएका छन्। उनले यसको पुष्टिबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने धारणा समेत राखेका छन्। अर्थमन्त्री वाग्लेले सरकारले आगामी दिनमा ऋणको परिणामभन्दा बढी अर्थतन्त्रको आकार बढाउनेछ भन्ने आन्तरिक राजस्व सुदृढ गर्ने र ऋण व्यवस्थापनलाई प्राथमिकता दिनेछौँ। नेपाल अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्ड अनुसार न्यून ऋण दबाव भएका मुलुक मध्ये रहेको बताएका छन्। 48 देखि 50% सम्मको डेट टु जीडीपी अनुपातलाई अन्तर्राष्ट्रिय रूपमा स्वास्थ्य बीमा मानिन्छ। यही आधारलाई तर्क राख्दै मन्त्री वाग्लेले आफ्नो बचाउ गर्दै आएका छन्। यसैगरी अर्थमन्त्री वाग्लेले संसद तथा सार्वजनिक कार्यक्रमहरूमा जहिले राष्ट्रिय विपरीतको कुनै पनि शर्त स्वीकार नगर्ने बताउँदै आएका छन्। उनले आज संसदमा ऋण लिने विषयमा उठेको सवाल जवाफमा लिखित प्रतिबद्धता प्राप्त भएपछि मात्र बजेटमा वैदेशिक ऋणको व्यवस्था गरिने आश्वासन दिएका छन्। यसैबीच अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको नयाँ करले गरिब तथा सीमाकृत नागरिकहरूलाई असर नगर्ने दाबी राखेका छन्। यो कर सार्वजनिक शिक्षा शुद्धिकरण तथा सामाजिक समानता प्रवर्धन गर्ने उद्देश्य रहेको तर्क गरेका छन्। उनका अनुसार नेपालका करिब 75 देखि 80% बालबालिका सामुदायिक तथा गैर निजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो करले कुनै असर पार्दैन। उनले बताएका छन्, मानसिक 10,000 रुपैयाँ शुल्क तिर्ने निजी विद्यालयका अभिभावकहरूले करिब 300 रुपैयाँ योगदान गर्ने उदाहरण दिँदै उनले यही रकमबाट सार्वजनिक शिक्षा सुधार र समाजलाई न्याय बल पुग्ने दावी गरेका छन्। अर्थमन्त्री वाग्लेले सरकारले बजेट मार्फत ऐतिहासिक कर सुधारको प्रयास पुनः बताएका हुन्। बरु समानुपातिक मूल नीतिको समेत विरोध भएकोमा आश्चर्य मानेका छन्। सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक शक्तिहरूबाट समेत विरोध आउनु विडम्बनापूर्ण रहेको उनले बताएका छन्। दर्शकबिन यसैगरी ओलीपोछी लेखकले मागे जेनजी आन्दोलन सम्बन्धी आयोगमा प्रतिवेदन। नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धान, छानबिन र निर्णय प्रतिक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोग समक्ष निवेदन दिएका छन्। सूचनाको हकमा सम्बन्धी ऐन 2064 अन्तर्गत आयोगमा दर्ता गरिएको निवेदन मार्फत उनले जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन माग गरेका हुन्। लेखकले आयुक्त लिली थापा संयोजकतामा गठित अनुसन्धान तथा छानबिन समितिको कार्यदेश सहितको निर्णय समितिले तयार गरेको प्रतिवेदनसँग संलग्न सर्वे दृश्य तथा लिखित कागजात उक्त प्रतिवेदनका आधारमा आयोगले गरेको निर्णय तथा नेपाल सरकारलाई पठाइएको सिफारिस सहितको प्रतिवेदनको प्रमाणित प्रतिलिपि र विद्युतीय प्रतिलिपि माग गरेका छन्। यसअघि पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत उक्त छानबिन प्रतिवेदन माग गरिसकेका छन्। दर्शकबिन यसैगरी उत्तर पूर्वी फ्रान्सको मुर्थ एट मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै 11 जनाको मृत्यु भएको स्थानीय समाचार माध्यमहरूले जनाएको छ। एनसीएस विमानस्थलबाट उडेको उक्त विमान टोम्बेल कम्युट नजिकै दुर्घटनाग्रस्त भएको हो। फ्रान्सेली टेलिभिजन बीएफएम टीवीका अनुसार मृतक मध्ये 1 जना पाइलट र 10 जना स्काई ड्राइभर रहेका छन्। दुर्घटनापछि मोसेलाका प्रिफेक्ट एफए सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा समन्वय गर्ने विभागीय सञ्चालन केन्द्र सक्रिय परिचालनको जानकारी दिएका छन्। यसमा सबै सम्बन्धित उद्धार तथा आपतकालीन सेवाहरू परिचालन गरिएको जनाइएको छ। राष्ट्रिय प्रहरी उद्धार तथा सुरक्षा कर्मीलाई सहज रूपमा काम गर्न सक्ने वातावरण बनाउन सर्वसाधारणहरूलाई दुर्घटना स्थलमा नजान र त्यस क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।